के तपाईलाई थाहा छ विश्वमा यस्ता धेरै देश छन् जसले आफ्ना नागरिकसँग कुनै पनि कर भने लिँदैनन्, जस्तै दुबई, कतार, कुवेत, मोनाको, अरु पनि। अर्थात् यी सबै ट्याक्स फ्री कन्ट्री हुन्। के नेपाललाई ट्याक्स फ्री कन्ट्री बनाउन सकिन्छ त? लाइक सब्स्क्राइब गरेर कमेन्ट गर्नु होला। अब यी देशले पैसा कसरी कमाउँछ त्यो पनि हेरौँ है। पहिलो हो हाई इम्पोर्ट ट्याक्स। देशले इम्पोर्ट गर्ने सामानमा अरु देशको कम्पेरिजनमा हाई इम्पोर्ट ट्याक्स लगाउँछन्, जसले गर्दा इम्पोर्ट भएको सामानहरू एकदमै महँगो हुन्छ। ट्याक्स फ्री भएकाले कम्पनीले कर्पोरेट ट्याक्स पनि दिनु पर्दैन, जसले गर्दा विदेशी लगानी देशमा भित्रिन्छन्। बाहिरका कम्पनीहरू रजिस्ट्रेसन गर्छन्, जसले गर्दा इकोनोमिक पनि बुस्ट हुने भयो। यी कम्पनीहरूबाट देशले रजिस्ट्रेसन र एनुअल रिन्युअल कस्ट दिन्छन्। कुनै देशले त्यस्ता कम्पनीलाई फाइनान्शियल सपोर्ट पनि दिन्छन्। एक्जाम्पलको लागि सिङ्गापुर। तर सिङ्गापुर भने टोटल्ली ट्याक्स फ्री कन्ट्री भने होइन। यस्ता देशले टुरिज्मलाई प्रमोट गर्छन् अनि टुरिस्टबाट डिपार्चर ट्याक्स पनि लिन्छन्। यी देशका कम्पनीहरू सेल्फ वर्किङ मोडलमा काम गर्छन्। आफै कमाऊ, आफै काम गर, आफ्ना स्टाफलाई आफै पाल, अर्थात् सरकारको कुनै पनि रोल पनि हुँदैन। साथै दुबई जस्ता देशले रियल इस्टेटमा पनि फोकस गर्छन्। साथै तलको भिडियो हेर्न नभुल्नु होला।